इलन मस्कले नेपाललाई असर गर्ने ठूलो निर्णयमा भूमिका खेलिरहेका छन्। यही क्रममा अमेरिकी सहायता निकाय एमसिसी खारेज गर्ने तयारी हुँदैछ। मिलेनियम च्यालेन्ज कर्पोरेसन अब बन्द हुने सङ्केत अमेरिकी डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सीबाट आएको हो। यही विभागले अघिल्लो पटक युएस एड पनि बन्द गरेको थियो। अब एमसिसीको पालो। नेपालमा निर्माणाधीन 315 किलोमिटर हाई भोल्टेज प्रसारण लाइन, सबस्टेसन र सडक सुधारको भविष्य अब अन्यलमा परेको छ। नेपालले 2017मा एमसिसी सम्झौता गरेको थियो, तर संसदबाट पास गर्न नै 5 वर्ष लाग्यो। अब यो अनुदान रोकिने हो भने ठुला विकास आयोजनाहरू अधुरै रहने खतरा छ। के इलन मस्ककै दबावमा यस्तो निर्णय भयो त? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। यो कतिको सही हो?